यो सबै चिज यसैमा छ। यो महान शक्ति छ यो। र यो विगतका कयौं वर्षदेखि घटनाहरूमा घटेका तमाम शहीदहरूको समय समयमा जुन जुन घटना घट्यो, जहिले पनि घट्यो, त्यस अवसरमा हाम्रा शहीदहरू जति शहीद भए ती शहीदहरूको नाममा म श्रद्धाञ्जली दिन्छु। अनि त्यसपछि जय नेपालको नारा। सभापति महोदय, यहाँ सभापति म के सुरु गर्छु। आज यो भूमिमा म त लगतै हिँडिराखेको हुनाले दामन भन्नुभयो। दामनको गुरु त यहाँ छ, यो हो। मान्छेहरूले चिन्दैन यसलाई। यो को हो? विषय के हो? नाम पोषे। यो दामनकै गुरु हो। यो गुरुको घटना के भएको थियो त्यस वखत? यो के 12 सालमा हाम्रो साहुहरूले 7 दिनसम्म पिटेर जाँतो झुन्ड्याएर चाहिँ नाराले पिटेको, सिस्नुले हानेको मेरो आँखाले देखेको। यसको सब शरीर चिरा भएको यही खना 12 साल म छिटो थिएँ हेर्न जाँदाखेरि यो लास परिरहेको छलछल्की साँच्चै हो साथी। त्यो देखेर मात्रै म 1 वर्षपछि लाउरे हुनु गएँ। म किन लाउरे? मेरो एउटा आफ्नो चाहिँ के अरे जीवनको कुरा गर्छु। म अस्तितिर साथीहरूसँग बुढाथुम, फुलखर्का, तामाङ खर्कासम्म जतिसँगै हिँड्यौँ। त्यस बेलामा मेरो चाहिँ विषय थियो बोल्ने खाली त्यति नै दिनु के भन्न भ्याउने झन् लामो। म लाउरे हुनु किन गएँ भन्दाखेरि म सानो बच्चा थिएँ, मेरो बाबुआमा हुनुहुन्थ्यो, मेरो दाजुहरू पनि लाउरे, मेरो काकाहरू पनि। म के देख्थेँ मेरो आँखाले? म सानो बच्चा हुँदाखेरि मेरो सर्वप्रथम सानो बच्चामा पहिलो काम मेरो के आयो भने मेरो बाबुहरूको पालोमा 3 ठाउँमा सरेको रहे। त्यो पाखामा बस्नु। त्यो पाखामा एउटै घर थियो जङ्गल भित्र। अहिले त्यो जङ्गलहरू केही पनि छैन, सबै बारी भयो। त्यहाँ पुगेर म हुर्किँदै गएपछि मेरो काम के भयो भने अहिले यहीँ आएको छ मेरो भाइ। म सानो बाबुआमा कहाँमा जानुपर्छ बाबुको काममा, म चाहिँ बहिनीलाई खेलाएर बस्छु। बहिनीलाई डर पनि छैन, केही पनि छैन। भोक लागेपछि सुत्थ्यो। म चाहिँ भोक लागेर केही पनि हुँदैन, म यहाँ आगो फुकेर बस्छु। मैले आगो उता खेलिरहेछ भोक जहिले पनि त्यस्तो। किनभने सानैदेखि साह्रै नै सताएको जीवन के त्यसको। अहिलेसम्म मैले कुनै चिज पनि खान्छु भनेको चिज मैले पेटभरि केही पनि खान्छु। पेटभरि मासु कति खानु सक्दो रहेछ भनेर मैले त्यसरी खानु पर्छ। पेटभरि दुध छैन के अरे 1 काप भने नै खान्छु भनेर खान्छु भन्दा अहिले त खानु मन पनि लाग्छ बुढो भइसकेपछि त्यो पनि त त्यस्तो अवस्थामा हुर्किँदै आयो। अनि अन्तिममा म चाहिँ अलिकति अल्छी पनि थिएँ, किनभने साहुहरूको बेलामा भनेपछि त्यसै जानुपर्ने, खाजा पनि नदिने हाम्रो साहु। अनि घोक्रे लगाइदिने फेरि। अनि मलाई त 1 दिनको साहुको मेलामा गयो भने 3 दिन जस्तो घाम
साह्रै अभ्यास लाग्छ बाबुआमा जान के अरे साहुको मेलामा जान्छ कहाँ कहाँ उहाँ तुमचुङ्रा फेदी फेदी पुग्दो रहेछ राति औल्टो लाएर आधा रात हामी केटाकेटी त्यसै त्यो बाबुआमाले जेला ल्याउने होइन कि दिन्न नि यो भोगेको बुढाबुढीहरू त होला नि यो केटाकेटी त अहिले त पढ्नु पर्यो पनि पाएर लाउरे पनि भयो स्कुल पनि पढ्न पायो उनीहरू त त्यसै मादल बजाएको पर्दा भुर्किया हो कि त्यसकारण म केही हुर्किँदै आएपछि मलाई साह्रै नै घरमा असन्तुष्टि भयो आक्रोश कि म कहाँ जाउँ कहाँ अनि उपाय छैन लाउरे हुनु पर्छ बल्ल बल्ल लाउरे हुँदा हुँदै मेरो बाबुले 48 जाने जग्गा किन्नु भएको थियो मेरो आपाले कोही साहु पैसा हालिदिने कोही राजीनामा पास गर्ने राजीनामा पास गरिदिने बित्तिकै 25 गरे के अरे खाना पैसा सबै गुजेर आयो त्यसले बेचेर दिइदिन्छ मेरो दर्ता हो मेरो घर दिएन क्या सबै घोसे घोसे थियो अनि म त्यो पनि देखिराखेँ हुँदै गएपछि पछि जान के अरे म लाउरे हुनु गएँ लाउरे भएर बसिराखेको छु नागाको पहाडतिर ढुगा नलाउने ठाउँमा सिङ्गै नागाहरू थिए म 3 वर्षसम्म त्यस्तो ठाउँमा अनि त्यस ठाउँमा छैन के अरे दाजुहरूले चिठी पठाउँ हेर भाइ जति नोकरी गरे पनि उनीहरू त दाइ त के छ त पेन्सन आइसक्यो महिना बाँकी जति नोकरी गरे पनि हाम्रो केही लागेन अब ऋणका थुप्रो भए 20-22 मुद्दा लागे सबै हात भन्ने कुराहरू अनि मलाई अत्यास लाग्यो जेसुकै होस् अब म के गर्छु भनेदेखि आसामतिरको अब म त आसाम राइफलको लाउरे मैले आसाममा थुप्रै जग्गाहरू देखेँ र मेरो छैन के अरे सबै परिवार वहाँ लगेर त्यहाँ जमिन जग्गा किन्नु पर्दैन यस्तो भिड झडेन होइन कति राम्रो जग्गामा जति कमाएर खानु मन लाग्छ पाउँथ्यो र यतै ल्याएर जान्छु भनेर म भन्दा सिनियरहरूले त छुट्टी पाएको थिएन मैले दिनखेर छैन झगडा गर्दा पनि छुट्टी नदिएको हुनाले मैले के भन्थे मेरो कमान्डरलाई बेलुका मैले यस्तै हामीलाई पिरियडमा राखेर सोध्यो कोही जवानहरूको कुरा छ रिपोर्ट छ भने मैले भने मेरो छ के छ तिम्रो हेर्नुहोस् मैले 3 बाजी भयो छैन के अरे रिपोर्ट गरेको मैले छुट्टी पाऊँ भनेर मेरो घरको त्यहाँ के अरे त्यत्रो समस्या छ मलाई समस्या अब यसपालि दिएन भने म कहिले पनि छुट्टी जान्न मैले के भने किन जान्न तँलाई छुट्टी दिँदा पनि भनेर अरू कमान्डरले भन्यो भनेदेखि फलाना सुब्दार साहबले तँलाई कहिले पनि छुट्टी पाउँदैन भनेर त्यसले जान्न पर्छ अनि तुरुन्त ल भोलि म चाहिँ के कमान्डिङ शासन गएर चाहिँ म पटापुट आधा दिनतिर खसेङ फसेङ आयो सुब्दार म त्यही सुब्दारको अर्थ दिइबसेको त्यही भने पनि हुने फेरि उता गएर ल के अरे बेडिङ सेडिङ कसी हाल अब चाहिँ फलाना सुब्दार साहबसँग चाहिँ के अरे के थाप्नु के त अब यहाँ आएर मेरो साध्य छैन म के मलाई थाहा भइसक्यो अनि म गोर्खापुर के अरे रक्सोलदेखि यता आउनु पर्ने मान्छे म चाहिँ फेरि मलाईमा लाउरे हुन्छु भने गएको पहिरो आमा गएको त के अरे के रहेछ भने 14 दिन बाँकी रहेछ भर्ती खुल्नु मेरो कान्छो बाबु ठ्याक्कै त्यहाँ छुट्टी आउनु तँ कहाँबाट आएको होइन म यहाँ भर्ती हुन्छु कि भनेर आएको होइन भर्ती खुलिरहेको भएर मैले झन् मिलाइदिन्थेँ अहिले खुल्याएको छैन एकैचोटि ठुलो भाग पर्नु हुँदैन छोरा अहिले भए बाउले भने मान्छु बडा भनिरह न म छु यहाँ भर्ती भनिदिने थिएँ बाउ कुरो मानेर कान्छो बाउ कुरो मानेर आएँ घरमा म 16 सालको कार्तिक 14 गते म घर आएँ
15 गते मैले बाबुसँग छैन के अरे हिसाब 18,000 ऋण भयो त जग्गा जमिन छैन। अब म के गर्छु? 15 गते अनि म रातभरि रोएर बसेँ। कसैले फकाएको माने ठुलो विद्रोह भयो। किनभनेदेखि अब जग्गा जमिन केही छैन। यत्रो परिवार कहीँ जाउँ भने पनि राति जाउँ कहाँ जाने, दिउँसो जाउँ ऋण नसमात्नु। अब के पर्यो? कहीँ पनि अहिले हाम्रो वक्ताजीले भन्नुभयो बिरालोलाई चाहिँ पाल नभएको घरमा थुनेर छटाउनु पर्दा त्यो बिरालो भाग्छ, के झुन्डी उपाय छैन नि उसको। हिर्काउनु भ्यायो भने त्यो मर्यो, नत्र त भ्याइहाल्छ नङ्ग्रा काट्ने। अनि मैले के सोचेँ रातभरि रुँदा रुँदा आकाश आकाश शून्य छ। अनि बिहान उज्यालो भएको थिएन, अलिअलि हुनु लाग्यो। अनि आफैले सोचेँ छोरो मान्छे रोएर काम लाग्यो। अब सोच, म आफूले आफूलाई सोधेँ ए त हिन्दुस्तानमा गएर दुश्मन मार्छु भनेर जुन किसिमको बन्दुक सिकेर ज्यान बलि चढाउँछु, खुन फर्काइदिन्छु, हड्डी भाँदिन्छु, अघि बढ्छु, गोली चाहिँ छातीमा लाग्नु पर्छ, पिठमा होइन। पिठमा त दुश्मन छैन त उता अघि बढ्छ। नेपाली पण्डितहरू थियो, त्यो चण्डीको पुस्तकका उपमा मलाई चाहिँ मैले ठोकेर कसम खाएँ। हाम्रा लाहुरेहरूलाई त यो सबै कुरो थाहा। अनि मैले झट्टै त्यो कुरो याद आयो, मेरो दुश्मन छैन त्यहाँतिर, मैले चिनेको उसले पनि मलाई के रहेछ बाबु बाजेपछि पुर्खौँ पुर्खादेखि अब ज्यान यहाँ फाले। अनि म नाच्न मैले गरेको हो तपाईँहरू नगरे, तपाईँहरूको घर त मन कसरी लुट्नु भन्ने यो इतिहास हो, यो कथा कहानी। अनि म घरबाट निस्केपछि मैले पहिला कसलाई भेटेँ भनेदेखि अहिले चितवनमा भयो त्यही चाहिँ पण्डितलाई बाटो निस्पिक्ने छटाइदिनु बाउला भाइ दाइलाई उसलाई त्यति मर्का परेको थिएँ। दाइ दाइलाई मर्का परेको कारण उसले मलाई चुरचुरे भनेको सुनेर म बाउला अर्काले सुनाइदियो। अनि फेरि पहिलोचोटि भेटेँ। मैले के गर्न थालेँ भनेदेखि टाढा भेटे ढुङ्गाले चाहिँ खिचाउ, नजिक भेटे जिले पनि चिट्छन्। म एकदम बोला म अब मैले भनेको छु तपाईँहरूले चाहिँ बिर्सिनु पनि भयो होला, मलाई जान लिइदियो, तिमीहरू धनी छौ, सक्सेस भने 15-20 हजार रुपियाँ खर्च गर्नु, नत्र भने अब चाहिँ यहाँ अब चाहिँ मेरो खैरियत छैन, अब म जिनेवाला होइन। पछाड्दा म आफै पुग्छ। मैले भनिदिएको यो कहिले भनेको भन्नु होला भनेदेखि मङ्सिर 16 सालको मङ्सिर 18 गते मलाई लेखेर राखेको त छैन मलाई, बुझ्नुभयो। अनि हुँदै हुँदै गएपछि बाहिरको त्यस बेला सबै साउले दबाएर राखेको जनता, साउ आवाज सुन्ने बित्तिकै यसरी हिँड्थे जनता, त्यो साउ कराए त बढ्थ्यो। अनि म चाहिँ अब चाहिँ ज्यान फालेको मान्छे, सब मान्छे मलाई गाली गर्नु थपक्क बसिरहेको साबुलाई यसले चल्काइदिएर अब काटेर भन्थ्यो त हरामीहरू क्या, हिम्मत छैन। अनि त्यसपछि बाहिरको अनाज लुट्नु थाले। अनाज लुट्नु कहाँतिर मेरो दिमाग पुग्यो भनेदेखि अब साउको सबै जग्गा अहिलेको तामाङहरूले किन्नु रहेछ। अब खेतमा धान चरिराखेको छ, भारीमा कोदो चरिराखेको छ, यो त अनाज हो गाउँले खाइदिनु पर्यो भनेपछि सब आएर दिनदिनमै खाइदियो भन्दाखेरि त मैले त त्यहाँबाट हेरेको त यो सबै भाग्दै आएको चालो क्या, मान्छे हिँड्दा हिँड्दा त यत्रो कुकुर अनि हुँदै हुँदै गएपछि पुलिस आयो भने छटाइदियो। म कसैको कुरा नसुन्ने क्या, मलाई पार्टी धन्दा म आफै चाहिँ उठेको घन्टा भयो के गर्नु। त्यसकारणले म त्यस्तो बहुला अवस्थामा आज यो कुरा गर्नु किनभने यो झन्डा गाडेर मात्र कुरा गर्न पाएँ। 30 वर्षसम्म यो कुरै गर्न पाएँ, किनभने तानाशाही हाम्रो राजा चाहिँ अलक्षित होइन। त्यस्तो अवस्थापछि पछि चाहिँ के अरे हामीलाई कसैले लुट भनेको छैन है,
कोही कङ्ग्रेस आउँदैन, कोही गोर्खा परिषद, कोही कम्युनिस्टहरू पनि आयो भनिदियो उनीहरूले हामीलाई यो हो, तिमीले हाम्रो कुरा मानिदिनु पर्यो भने म एक्लै गर्ने मान्छेको के मलाई यो कङ्ग्रेसको हो उसले हात हाल्नु त त्यसले बच्चा गर्ला भनेर नि मेरो चाहिँ तपाईँहरूले मलाई चाहिँ दामन उल्लु भन्नुहोस् या सुल्लु भन्नुहोस्, मैले चाहिँ यो खनाबासबाट डाँखामा चाहिँ आइमै केटाकेटी घर नजलाउने त्यसलाई चाहिँ हातपात पर्यो भनेदेखि जिम्मेवारी म छु भनेर मैले यो कफी लगाएँ। मैले आइमै माथि हातपात गर, केटाकेटी माथि हातपात गरेको घर भनेको भएदेखि के बुझ्थ्यो बेचेको भएको रहेछ एक दुईवटा, त्यो लालचना पनि आयो। म आफै सुरक्षा गरेर हिँड्छु। अब पछि घर समेत लुट्नु पुग्यो, लुट्नु त लुटे के गर्ने, कार्तिक मङ्सिर पुस माघ फागुन चैत वैशाख जेठ असार 9 महिनासम्ममा लुट्नु जाँदाखेरि त पहिल्यै के अरे रुपियाँ पैसा सुन चाँदी त के पिउने चाहिँ खाने भाडै थिएन, सबै लुगाइसक्यो। पायो के भने धान र पोल मकै। घर लुट्ने त ठुलो हल्ला त भइहाल्यो। आखिर हामीले जनताबाट लुट्नु त्यसै खोइ म चाहिँ के अरे मलाई त्यस बेलासम्म मलाई पार्टी भन्ने कुरो, मलाई सरकार भन्ने कुरो मलाई चाहँदैन, कसैले सम्झाएर पनि म नसम्झिने, किनभने कानुनी कारवाही गर्नुपर्छ भन्ने पनि कहीँ आयो। मैले कानुनी कारवाही नगर्ने भनेको कारण के थियो भनेदेखि मेरो बाबु बाजे र साउहरू यहीँ जन्मेको उनीहरू चाहिँ लेखापढी गरेर चाहिँ बाँकी प्रतिवादी जे पनि लेख्ने, हाम्रो बाजे चाहिँ जहिले पनि लेखे लाउने। अब त्यस्तो मान्छेहरू झगडा धायो, जिन्दगीभरि कहाँ मर्यो, जित्ने कहिले होइन। अनि यत्रो झगडा के अरे लेखापढी गर्नु, त्यस कारण चाहिँ लेखापढी पढ्छ मेरो ध्यान दृष्टि नगएको र त्यस्तो चाहिँ के अरे विद्रोहहरू लुटपिट काण्ड है भएको। र म पछि चाहिँ के अरे जेलभित्र पुगे। 17 सालको जब चाहिँ राजा महेन्द्रले दुखाइदिएपछि कार्कीले चाहिँ छाला खा जस्तै जनता खाइहाल्यो। यो हरामी राजाले, यो कुकुरले सबलाई टोकिहाल्यो। 30 वर्षसम्म टोक्ने बाटो त्यही राजाले बनाइराखेको। यो देशको इतिहासमा महेन्द्र जस्तो चुतिया चाहिँ हरामी राजा राकै थिएन। ठिक छ, वीरेन्द्र राजा पनि बाबु खाइदिइहाले, त्यसले नखाएको होइन। जनताको के अरे हाड धेरै मासु खाए। यस्ता किसिमको अलक्षिणा राजाहरू यो देशमा पैदा, यो अलक्षिणा राजाहरू यो देशमा पैदा नभएको नेपाली जनता पनि आज चाहिँ अरू देशको यस्तो झन्डा बोकेर धेरै वर्ष भएको देशले जस्तो आकाश र जमिनमा जहाँसुकै पुर्यायो, हामी जमिनमा पनि कुद्नु नसक्ने कि हेर्नुहोस्। शक्ति भन्ने चिजमा जादु मन्त्र तन्त्र सबै चाहिँ के अरे काठमाडौँतिर दवाई बेच्नेले चाहिँ के अरे कति चाहिँ चला मन्त्रु तन्त्रु जन्त्रु सन्त्रु सबै काठमाडौँको पैसा मेरो कन्द्रुमा अन्त्रु होइन, सबै मन्त्रु चाहिँ के अरे राजासँग भयो। हामीलाई एउटा हुकुम चलाएर खाइदियो। यसमा पनि हरामी हुन्छ। त्यसैलाई विष्णुको अवतार भन्छ। हामी किन भन्छौँ राम्रो काम गर्नेलाई त विष्णु ब्रह्मा जम्मै भन्ने। हिजो त्यस्तो थियो, अबदेखि भने पनि गर महाराज भन्ने काम गर है भन्छ। हाम्रो किनभने हाम्रो मन्त्र, हाम्रो सिद्धान्त, हाम्रो यो 4 तारेको अर्थले राजालाई मान्ने, तर जनतालाई हुकुम नदियो भन्ने झगडा गर्दाखेरि हामीलाई यत्रो दुःख। हेर्नुहोस् पछि अब म छोटकरीमै लान्छु, समय पनि धेरै छैन। अब मेरो यो जेल यात्रा र चाहिँ निर्वासित कुरा अलिकति गरेर लान्छु। लुटपाटको कुरो के भएको हो। अनि अर्को ठाउँहरूमा जुन लुटपिट भयो, म गएको छैन, मार्फत गएको छैन, ढोकपुर पनि गएको छैन, गुम्तीतिर कहीँ पनि गएन संसार। यतातिर यी अर्कै छैन के अरे गोर्खा दलका तत्त्वहरू चाहिँ पसेको रहेछ, मैले पनि थाहा पाएँ। या कुन तत्त्व पस्यो। राजा महेन्द्रले त जाल यतिसम्म बिछाएको रहेछ भन्ने साध्य नै छैन। उसले जसरी पनि पार्टी सरकार खतम गर्दाखेरि हाम्रो साहुहरू रमाए, के विकास भयो? त्यसलाई रमाउनु र त्यो अलक्षिणालाई रमाउनु एउटै।
आज चाहिँ त्यसले त्यो नगरिदिएको भए तपाईँ हाम्रो लुटिदिएको भए पनि त्यो पार्टी बसिराखेको भए सबै खति हुन्थ्यो, मिलेरै बस्थ्यो भनेदेखि अहिलेसम्म यस्तो कति भनेदेखि हेर्नुहोस्। आज अब म चाहिँ के अरे सुरुमा आफ्नो जेल यात्राको कुरा गर्छु, छोटकरीले होला सायद होइन। अब पश्चिम 1 नम्बरको जुन लुटपाट काण्ड भयो अनि त्यसपछि हामी पार्टी चाहिँ के अरे समाप्त गरिदिएपछि, खतम गरिदिएपछि हामीहरू जेलमा प्रवेश गर्नु पर्यो। तमाम चाहिँ के अरे पार्टीका, नेपाली काङ्ग्रेस मात्र होइन, तमाम चाहिँ के अरे अहिले जुन वाम मोर्चा भनेका छन्, वाम मोर्चाका चाहिँ के अरे पनि पार्टी भनेपछि कोही पनि बाँकी राखेन। कोही माथिदेखि तलसम्मको कार्यकर्ता जम्मै जेल भराइदियो। त्यसमध्येमा म पनि परेँ, मलाई छोड्ने कुरो छैन। भागेको भए भाग्ने मौका त मलाई खुबै दिएको थियो, तर म जाने नभए कि जेल प्रवेश भयो। भइसकेपछि अब मेरो घरमा धन सम्पत्ति छैन, लुटेको नेताको घरमा त लाखौँ रुपियाँ हुनुपर्ने। मैले चाहिँ 4-5 दिन लुटमा हिँड्दाखेरि मैले एउटा चाहिँ हलोको एउटा फाली दाबाट ल्याएर त्यो पनि मलाई के याद आयो भने खेत रोप्न जाँदाखेरि मैले चाहिँ जोत्दै फलिहालेँ अनि मलाई दाइले चाहिँ गाली गरे। त्यही याद चाहिँ मैले एउटा मान्छेसँग मागेर ल्याएको, उसले 3-4 ल्याउँदैन है। म त्यस्तो चाहिँ के अरे लुटामा त भयङ्कर चाहिँ ऊ भयो। हामी को भनेदेखि हेर्नुहोस्, आज चाहिँ के अरे यो मेचीदेखि महाकालीसम्मको राजनीति पर्वमा परेको 7 वर्षसम्म जेल बसेको को थियो भने यही सेके दाइ र म बराबर 7 वर्ष जेल बस्यो। कोही थिएन तामाङहरू भन्ने कोही छैन, ज्यानमा चोर सादाहरू मात्रै छन्। यो राजनीति गर्ने जात होइन नि यो त। अस्ति आन्दोलनमा पनि एउटा पनि थुनेन, एउटा पनि मरेन। पाटनमा पनि एउटा मर्यो, उसले पो ठुलो नाम राख्यो भनेदेखि त्यस्तो किसिमको जेलमा हामीहरू 2 जनासँगै बस्यौँ। हेर्नुहोस्, जनतालाई पनि म प्यारो पनि गर्छु, रिस पनि गर्छु, बुद्धि छैन क्या जनता। किनभने अब मर्ने बेला भइसक्यो, के को कति माया गरेर हामीले दण्ड ल्याइदिइहाल्यो तिमीलाई दिने यति त के होइन भने सेके दाई धेरै खान्छु भन्ने खानु त मलाई पनि मन लागेको छ नि त। ऊ भन्ने त्यो चामल बिहान 15 मुठी ल्याएर दिने है, चामल भनेर उहाँ गेट बोकेर अब थाल बोकेर गयो चामल। अब केलाउने होइन, के को हड्डी पहिला होला झप्लाक्क बनाएर एकचोटि पकाएर चिउन चाहिएर मासु धेरै खानु पर्ने थियो। के अरे कति 17 पैसा होइन हामीलाई दिनु, 17 पैसा दिन्थ्यो। एक मासु खाएपछि महिनाभरि पैसा एउटा त्यही चामल बेचेर तरकारी खानु पर्छ होइन दाइ। तिमी त्यसरी एकैचोटि नखाऊ न, जाऊ मसँग बिहान बेलुका आधा माना भने पनि तातो हाल्नुपर्छ कि यसो गर्छ। ये 2 चा खायो, हे तिम्रो कुरा मान्दैन म त, मलाई त भएन फेरि अनि त के अरे कुरा हुन्थ्यौँ कि अब हामी जेलमा बसेको मान्छेहरूको कुरो नि जेलमा कस्तो हुँदो रहेछ भन्ने। तर दाइसँग दाइ चाहिँ भद्रगोल भयो, म चाहिँ त्यस बेलामा हेर्नुहोस् बहिनी पनि मेरो यही छ, के अरे 9 महिना जेल बसी। हामी एउटै बाबुआमाको छोराछोरी, बहिनी एउटै हो, हामी 2 भाइ बहिनी होइन। यसरी चाहिँ के अरे जेल बस्यो। ऊ ज्वाइँ ऊ त्यही सेतो कमिटीमा, तर चाहिँ के अरे यो ज्वाइँको आमा पनि चाहिँ जेल पऱ्यो थाहा छ। यो क्षेत्रको एक खेप चाहिँ 17 सालको हामीहरू बन्दीमा थियौँ। 17 सालको फागुन 12 गते न्यु रोडमा 600-700 जना मान्छे, यो क्षेत्रको मान्छे गएर त्यहाँ राजा मुर्दाबाद के अरे कङ्ग्रेस जिन्दाबाद भनेर नारा जुलुसै छटाएर सबैलाई चाहिँ 22-25 जना आइमाई छुट्यो 2 महिनासम्म। बुझ्नुभयो? हामी के अरे लोग्ने मान्छे सबै रगतै रगत, कति आइमाईको जुन कता गयो, के कता गयो लथाली। यो प्रजातन्त्र गरिन्छ त्यसै चाहिँ उ गरेर कसैले धाग लगाएर हुँदैन। त्यो जेल जाने मान्छेहरू कोही मर्यो, कोही जिन्दा छ, जुलुसै लगेर पिटेर सुनेको ल भनेदेखि यस्ता घटनाहरू थिए। तर त्यो भन्दा पछि मात्रै त समाजले ल्याएर
म चाहिँ नै अलिक अघि नै परेँ अरे के अरे त्यो त्यो 6-700 जुलुस किन आएको रे भने मेरो पनि धेरै अब के तामाङको छोरो किनु खाने हो यी गाई खाने हो के खाएको हिमाघरि बिहान मेरो श्रीमती राज भने अहिले स्वर्गीय श्रीमती राज अरू साथीहरू आएर कोही रुने कोही छैन के अरे के भन्नु अनि आज हामी जुलुस लाउँदै आएर सारा जेल तोडेर तिनीहरूलाई लाने भन्नु आयो अनि मैले सोच म कस्तो नि त्यसो गर्नु हुँदैन चुप लागेर भन्नु भनिरहेछ मैले त गरोस् नगरेन दिउँसो त साँच्चै नै निरोदेखि छैन नारा भन्दै हिँड्दाखेरि त घेरेर यी साथीहरू पछि जेलभित्र आए सेके दाई अब पहिलादेखि नै म राहुलबाट आउनुभन्दा अगाडिदेखि नै सङ्घर्ष गर्दै बसिराखेको साहुहरूलाई 1-2 समात्दै पुग्दै रह्यो किनभने असह्य भयो उपाय छैन साहुको हलो जोत्नु पर्छ किन पिटेको रे भनेदेखि भाइले दाईको पैसा चोर्या अनि चाहिँ सेके दाईले चोर्यो भनेर उल्टो उनलाई के 7 दिन भने होला यो सबै पानी अब साहुहरूको काम के मैले अघि नै भने नि साहुहरू यो एउटा कुरा हाम्रो मान्छेहरू र यो तामाङहरू र हाम्रो चाहिँ रिजाल बाजेहरूको गल्ती के भनेदेखि एउटा चाहिँ खालि झुक्याइदिने एउटा चाहिँ हुन्छ भन्ने अब जता जेमा चाहिँ 5 रुपियाँ लेखेर जाने के अरे सही गर भने हुन्छ भने 0 थप्यो है भने हुन्छ 2 थप्यो हो भने हुन्छ सबै होइन अनि चाहिँ अड्डामा चाहिँ के अरे हरिया बनाएर लग्यो 60 वर्ष भनेर घरबारी छैन त्यसो गर्ने साहब यी छ हो होइन ल भन्नुहोस् त यी छ त्यस्तो चाहिँ घटना थियो मान्छेले भन्छ के फर्सी रोपेर त्यहाँसम्म मेरो त्यति भए त हुन्थ्यो नि अलिकति थियो त राजीनामा पास गरेर कसरी खाइयो त त्यो सीमै थियो क्या मलाई केसम्म थाहा थियो भनेदेखि गोरु जोत्न जाँदाखेरि जेला दिने होइन अरे बाबु तिमीले यो आज दिनभरिमा यो चाहिँ सकिने गरी जोता अरे तिमीलाई हामी चाहिँ 10 पैसा दिउँला छिटो मान्छे रमाएर जोते यत्रो अनि साहुहरू के गर्थ्यो भने गाउँ घुमे त्यसै नआउने हातमा एउटा चाहिँ के अरे चित्रो भने पनि बोकेको छ एउटा डोरी भने नि बोकेको छ एउटा थुन्चे भने नि बोकेको छ एउटा डोको भने नि बोकेको छ एउटा बाक्सा भने पनि बोकेर ल्याइराख्यो एउटा लाहुरीको कोट ल्याएर आइराख्यो एउटाको चाहिँ भाँडै बोकेर ल्याइराख्यो एउटाको भैँसी दबाइराखेको यो हमेसा यो भएको हुनाले त्यस्तो विद्रोह हुनु गएको अब यो के भनेदेखि हाम्रो बाबु बाजे चाहिँ साहुहरू चाहिँ यहाँ सही घर भन्ने हाम्रो चाहिँ हुन्छ भन्ने दुर्घटना थियो सत्य मैले यही देखेको यो दुर्घटना हाम्रो दुर्घटना होइन म त सक्दली कुरा म बौला भए त्यस्तो दुर्घटना चाहिँ कि रचाइराखेको हुनाले पहिल्यैदेखि सँगाली राखेको थियो मेरो टाउकोमा त्यसैले भइहाल्यो गरिहाल्यो ल्याइहाल्यो होइन त्यस कारणले के दाइ त्यो जेलभित्रको कुरो ए दाइ अब काम छैन कहाँ छैन होइन ल त तपाईँहरू 7 दिनसम्म त्यो ढोकाभित्र आफ्नो खुसीले बस्न सक्नुहुन्छ 7 वर्षसम्म यही बिछाउना छ यही दलिन हेरा छ यही भित्तामा अडिया मान्छे चाहिन भए पहिले नयाँ जग्गा गिरायो हजार रुपियाँ हामीले समर्पित सत्ता गरिदियो आज त्यो हजारौँ जनताले हामीलाई एक मुठी ल्याइदिएको भए हजारौँ मुठी हुन्थ्यो भाइ पिठो भने पनि आज यसरी सुत्ने यस्ता नेता जहिले पनि खाने तिउन बनायो नुन धेरै खाने बानी मेरा जनता हो हाम्रो मैले तपाईँहरूलाई एउटा पुस्तिका लेखेर पनि मेरो जीवनी चाहिँ के अरे प्रचारमा ल्याइदिउँला भनेको मलाई लेख्नु पनि आउँदैन
आउनु त आउला जहिले पनि त्यसले सताउँछ मलाई जिन्दगीभरि कहिले पनि खान पुग्दैन अब बचपनदेखि नै मेरो केही ठेगाना है के तपाईँहरू सुन्नु भएको होला टाउको पनि दुख्या छ मेरो यो त्यसलाई पनि म भन्नु जति आउँछ जति मैले उ गरेको छु त्यो कुराहरू तपाईँहरूलाई म भन्न चाहन्छु है दाईसँग त्यो चाहिँ पछि परेको थियो पहिलो बताएन मेरो पुरा टुक्रा टुक्रा हुनुहुन्छ है जस्तो पहिला मलाई दिल्ली बजार खोरमा लगेर राख्छ म 2.5 वर्षसम्म त्यहाँ बसेँ त्यहाँ राजनीतिज्ञ कोही पनि थिएन पश्चिम 1 नम्बरको लुटपाट काण्ड मलाई चाहिँ कति सय मुद्दा हो थाहा छैन मलाई थाहै छैन म त्यो जित्ने पनि होइन 4 खाल अड्डामा हेर्नुहोस् 3 महिनासम्म मलाई दिनेकै शनिबार बाहेक अड्डा भन्दै लाने मलाई बयान तर पिटपाट गरेर गाली गरेर होइन राम्रैसँग चाहिँ दिनभरि नै कुर्सीमा बस्यो ऊ सबै कुरा सोध्ने म एउटा पनि राम्रो नभए कहिले भेडागोठमा थिएँ भने मेरो भेडै थियो है कहिले कहाँ थिएँ भने सबै त्यसै आखिरीमा के हुन आयो भन्नु होला भन्दै पश्चिम 1 नम्बरको लुटपिट काण्डको त मैले नामै नचिनेको कहाँको ईश्वरी प्रसाद डोल प्रसाद न दार्खाको हो कि मार्पाको हो मलाई थाहा छ अनि चाहिँ के अरे पश्चिम 1 नम्बरको लुटपिट काण्डमा कतिजना छन् भने के दाइ म 2 जना सुनबहादुर 3 जना जगत प्रकाश 4 जना गोपाल चन्द्र अब के भयो भनेदेखि यो लुटपिट काण्डको सारा पैसाको हिसाब किताब एकमुष्ट भएर पेपर 66,55,500 त त्यो के भयो भनेदेखि त्यो देखेपछि म चाहिँ के अरे दङ्ग परे है अब यत्रो बिगो चाहिँ के अरे मेरो छोरा नाति म सबै चाहिँ कति नातिले पनि नभ्याउने जेल बसेर अब म त बाहिर हुने त कुरै भएन के उपाय अनि धेरै बौला हुनु थाले मैले जेलको मान्छेहरू धेरै पिटिया छु म यसै मर्दै उसै मर्दै त्यहाँ भने मैले धेरै मान्छे एउटा न्यु लाग्यो जति बल झिके पनि हुन्थ्यो सक्थ्यो एक मुक्काले मै हुँ भन्नेहरू म त त्यस्तो त देख्नै नसक्ने जहिले पनि अरूलाई दबाउने चिन्ती गर्ने मौका पारे बेहरी दिने चालाई एकै भुत्रु बजे लडाइ म त्यस्तो छैन है जेलभित्र है अब के गरेर अब म मर्छ म अन्याय पनि सहन नसक्ने एक दिन त कस्तो पर्यो भने म पहिला 16 सालमा पुलिसको ट्रिपमा गएर चाहिँ 2 महिना बस्दाखेरि पनि त्यो मान्छे थियो पछि जाँदा पनि रहेछ त्यो ठेकदार रे क्या कसैलाई नपत्याउने खाली हकारेर बस्छ एक दिन त फेला पर्यो केमा कस्तोमा फेला पर्यो भनेदेखि तास खेलिरहेको थियो म पनि झुक्याउनु त यो बाहुन बाजेहरू चलाएको हुन्छ क्या कस्तो भयो भनेदेखि एउटा द्वारिका भन्ने उता खेल्ने म हेर्ने अनि एउटा थकाली थियो उसले चाहिँ 3 जोकर निकाल्यो अब डबल खाइदियो भने पैसा डबल पर्छ भने उसले मलाई तास दिन्छ खुर्र घुम्छ ट्याट्छ उसको जोकरै नभएकोले खाइदिया कुनै साइडिङ हो के खेल अनि त्यो ठेकदारको एउटा छिटो थियो भग भग्यो त्यसले चाहिँ देखिराख्यो त्यो खाएको देखेपछि गु खानुपर्छ त्यसले केटोलाई त्यो ठेकदारको खासियत थियो त्यो ठेकदार चाहिँ के अरे नराम्रो कुरा गरेर आयो क्या मलाई हुनु त ऊ छुट्याउनु आएको हो कि के हो ऊ झोकातिर बसेर स्टोभ बिग्रेको मलाई त्यस दिनमा भने छोडेन है अफिसको मुखिया मूल नायकिया गाडको हलदार सब मिलेर
त्यो काठमा छैन के अरे यस्तो काठमा पाल पारेको हुन्छ त्यहाँ खुट्टा घुसाएर सजाय मैले त्यति नै तुरुङ भन्छ त्यो गोरु नारेको जस्तो क्या खुट्टा हालेर दुईटा हाल्ने ठाउँ त तर मलाई चाहिँ एउटा मात्रै हालेर साथीहरूलाई कम्बल सम्बल लगाएर 1 घन्टा बस्यो त्यस्तो हुँदै हुँदै आएपछि अब म चाहिँ के अरे अब 66,55,000 बिघो चुक्नु पर्ने मान्छे मेरो आश छैन अब यसै मर्छ के गर्नु अनि पछि चाहिँ के अरे म 2 वर्ष 6 महिनापछि गाई पनि छुटेर गयो त्योभन्दा अगाडि बहिनी पनि छुटेर गयो अनि म एक्लै छु अनि पछि चाहिँ सरुवा हुँदाखेरि गाईसँग सँगै पर्यो त्यो जेलमा बस्दाखेरि मेरो फेरि लुगा थिएन काठमाडौँको जाडो यस्तो दिउँसो सबै पुगालेर राख्ने राति चाहिँ एकदम डोरीले भनेर बसेर सुत्यो कहिले पनि खुट्टा तादे पनि रहन्छ चिसो हुने यति चिसो लुगा नभएपछि त झन् चिसो हुँदो रहेछ जहिले पनि जुन हिउँदो पनि त्यस्तै गति भयो खाना कहिले पुग्ने छैन 5 मुठीले मलाई त खाजा पनि अब कहीँ पनि छैन त्यस्तो जेलको कोठरीमा अनि चाहिँ भद्रगोल गएपछि गाई पनि रहेछ राजनीति बुझ्ने ठुलो ठुलो चाहिँ नेताहरू पनि रहेछ अनि मेरो चाहिँ के अरे लागि चितवन चैनपुरमा हुनुहुन्छ अहिले पण्डित उदयनाथ गुरु म त जहिले पनि गुरु भन्छु राम्रो काम गर्नेलाई त गुरु भन्छु नि त होइन मेरो बाबु पनि नराम्रो काम गर्छ के को कुरो त्यस्तो हुनुपर्छ क्या भनेको मतलब भने मैले सोधेँ म कम्युनिस्ट बन्ला भनेर उहाँले पहिला मलाई चाहिँ अँगाल्नु भएको रहेछ मलाई थाहा छैन अनि जेलभित्र भर्खर प्राइमरी स्कुल खोलेको म स्कुलमा प्रवेश हुनु जाँच दिएको त हिसाबै आउँदैन 3 क्लासमा राख्यो ल भनेर बस्यो यो दाइ पनि स्कुलमा राख्यो यसले निकै राम्रो लेखेको थियो अब घरमा आएपछि अब स्कुलमा गएको मान्छे एउटा पक्कोडे भुकुक्क गएर बसिरहेको बुढो मान्छे जेलभित्र आएपछि त्यो गुरु पण्डित उदयनाथले हेर गर्नुपर्छ है भनेर अनि म पनि प्रवेश भएँ अनि मैले के भने गुरुलाई होइन गुरु मेरो नाममा त पश्चिम 1 नम्बरको लुटपाट काण्डको त छैन के अरे 66,55,000 बिघो पऱ्यो त म ज्यान मेरो ज्यान अब त मेरो सास बाहिर हुन्छ त म त आस मारिसकेको हेत्तेरी मूर्ख तैँले के बुझ्याछ त म बुझाउँछु राजनीति हो होली हामीलाई होली छोड्नु पनि सक्छ सुरक्षा कानुनमा चाहिँ केही गर्छ सधैँ त राख्दैन नि तिमी किन हात्ती यो के होइन यो बिगोले त तँलाई 1 पैसाले पनि छुँदैन भनेपछि म हात्ती भएँ क्या मान्छेको भनाइले मान्छे चुम्रुक्क पर्छ पुग्छ नि हो यो हेर बाबु तिमीले अब आज चाहिँ के अरे ठुलो इनाम पाउने छ तिमीले राम्रो काम गरिराखेको रहेछ तिम्रो ठुलो उन्नति हुन्छ भनिदिएपछि मान्छे खुसी हुँदैन त ल तिम्रो नाममा त ठुलो छैन के अरे चिट्टा परेको छ तिमीले काटेको रहेछ हेर 3 लाख रुपियाँ परेको छ भनेपछि कस्तो हुन्छ जे गरे पनि तिम्रो त घर डढ्यो अरे भनिदिएपछि त त्यसले त्यसकारण त्यो गुरुले मलाई त्यस्तो अर्थी दिनु छ अनि म चाहिँ खुसी भएर बसेँ अबदेखि म स्कुलमा पनि प्रवेश भएँ अब म कोही साथीसँग झगडा गर्दिनँ भनेको भन्दा भन्दै एक दिन आफ्नै साथीलाई दोस्ती बानी हुँदो रहेछ त्यो भद्रगोल जेलमा आएर पनि के भयो भन्नु होला भन्ने चाहिँ छिटो लुगा दिने प्रथा छ अहिले चलन डस्ना सिरक तकिया भन्छ मुर्दारहरूले खाएर जाने डस्नाको नाममा पातलो चलाइदिन्छ अनि एउटा सुकुल पनि दिन्छ तपाईँलाई पछिको बन्दोबस्त भएपछि हालिने भाइहरू कहिले शत्रु हुन्छ कहिले मित्र हुन्छ के भयो भनेदेखि त्यसले पनि भयो अनि मैले चिठी लेखेर पठाएँ कान्छा बाबुको छोरोलाई छैन के अरे उनले 100 रुपियाँ छैन के अरे आइसी हालेर पठाए सुखको बेलामा हो भनेदेखि मलाई के 50,000 दियो भने मलाई याद आउने किन उनले 100 रुपियाँ आइसी सादा चिठीमा तै पनि जेल अफिसबाट मलाई दियो त्यसले फेरि पनि डस्ना मलाई लाग्छ मैले ससुराले पुर्याएको थिएँ हिजो बेलुका हामीले ओछ्याएको डस्ना चाहिँ
अनि बल्ल मेरो चाहिँ ओर्ने ओछ्याउनेको व्यवस्था र एउटा फुपूको छोरीले फेरि ऊ पनि लाउने समय समयमा मलाई त्यस्तै 100-150 दिनु त्यो दुईटा सिवाय छैन त्यस्तै किसिमको 7 वर्षसम्म हेर्नुहोस् एउटा कोठामा आज चाहिँ के अरे जता फर्के पनि धेरै वर्ष भएपछि मान्छे के हुँदो रहेछ भने कहिले त सासै बन्द गरेको जस्तो त्यहाँ मुख पनि हुँदो रहेछ जतिसुकै हालातमा मान्छे पनि के कस्तो कस्तो हुन्छ तर त्यो जेलभित्र जिउमा डुबेर मिल्दैन जाओ सबले त्यहाँ त्यो पश्चिम 1 नम्बर काण्ड मिल्छु भनेपछि मोटरसाइकल चाहिँ कार दुनियाँभर अडेर बसिरहेको छ काठमाडौँको मान्छे ए पश्चिम 1 नम्बर मिल 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 भनेको छ मिल्दैन देखेर राख्नुपर्छ पश्चिम 1 नम्बरको चाहिँ यो काण्ड मिल्दैन मै हुँ अनि पुलिस चाहिँ के अरे सबभन्दा मोटो पठाएको क्या हामीलाई देखाउन बन्दुकधारी यहाँ मिल्छ जबरजस्ती आफै भाग त्यसो गरेर त्यहाँदेखि यो त छोड्नु यो त छोड्दै नहुने पो रहेछ भनेर मलाई 18 महिना पुग्यो कि ल तपाईँलाई अड्डा भनेर लग्यो अनि अचेलाधीश अफिसमा लग्यो त्यहाँ अफिसमा गएपछि तपाईँ हेर्नुहोस् आजदेखि छोडियो त्यो छोड्दै छोड्दैन मलाई पनि थाहा छ नि तपाईँलाई आजदेखि छोडियो बुझ्नुभयो जान्छ ऊ त्यो गेटमा फेरि पुलिस अनि आउँछ अनि तपाईँलाई बिएसपी साहबले बोलाएको थियो मलाई यहाँ बोलाएको 3-4 बजी त्यस्तो 18 महिना एक दिन त कुनै काटेर हो एक भूत पनि भेटेर चुरो पनि किनेर अशान्ति भने त्यस्तै किसिमको छैन के अरे म ज्यादै बस्नु परेको कारण त्यो थियो मलाई भन्नु त सबै धेरैजनाले खड्ग भन किन्नुहुन्छ नि मलाई भनेको थियो उसले के अरे के भन्छ दिल्ली बजारको तपाईँ त्यसो नभन न भाइ छुटेर गयो अरू पनि सबै छुटेर गयो मलाई किन नछोडेको भनेर फाइल पल्टा काजीमानलाई छोडेमा अशान्ति हुने सम्भावना नदेखिएकोले तामाङलाई छोडिएमा पश्चिम 1 नम्बरमा अशान्ति हुने सम्भावना देखिएकोले को देखिराखेर पञ्चायती व्यवस्था पल्टाउने र चाहिँ के अरे यो त पल्टाउने भनिराखेको हामीले पल्टाइ भनेर पल्टाउने अनि लोकतान्त्रिक व्यवस्था स्थापना गर्ने ठाउँ भनेर हाम्रो पालकले 2-3 जना राख्यो म पनि एउटा सक्रिय कार्यकर्ता मात्र राखेर मोचेर चाहिँ के अरे जखातले लेखेर चट्ट उहाँ पुर्याए त्यो कागज चाहिँ के अरे यहाँदेखि सिआइडी लाग्यो त्यो मेरो दुईटै आँखा नदेख्ने साथी थियो क्या साँच्चै नै त्यो मान्छे आँखा नदेख्ने कुरा जथाभावी गर्ने त्यस्तो भएर किन आँखा नदेख्ने मान्छे बता कुरा नगरिदियो है भन्दा भन्दै को आयो यस्तो गरिराखेर त भने त उसैको चाहिँ के अरे जेठानले चाहिँ टप्पै अहिले त त्यो कविलासको भूतपूर्व प्रधानमन्त्री ढुन्डीराज शर्मा भन्ने मान्छे चिनेको छैन खुब थाहा हेटौडासम्म खेद्दै गएर उसले चाहिँ के अरे आफ्नो मान्छे कहाँ पुर्याउनु लगाएको सट्टै चाहिँ अब यो पुर्याउनु गएको मान्छे भर्खर निस्केर गएको उसले हेरिराखेको त्यो कागजहरू तिमीले दिने कि नत्र पुलिस ल्याइदिनु भन्दाखेरि हामी चाहिँ वीरगञ्जमा कागज ल्याइदिन्छ र उता लिएर गएर बुझाएर आउला वीरगञ्जमा गएर चाहिँ बेलुका बिहान त्यो कागज के भयो भनेर मान्छे पठाएको थियो अनि बेलुकातिर त आउला भनेर हामी खानालाई गएन के अरे हात बसिसकेको थियो हात खानु भइसक्यो पस्काएर त्यो मान्छे सबै आएपछि मलाई त मैले के अरे के भयो त भनेर उसले खदी बाटो सबै हेर्छु त जङ्गलको बाटो भई मैले चाहिँ झोलामा कागजहरू हालेर ल्याइराखेको एउटा सिपाहीधारीले मलाई चाहिँ के अरे समातेर लथालिङ गर्दाखेरि मैले तै पनि लड्दै थिएँ तै पनि उसको त्यहाँ बुट लगाएको म चाहिँ चप्पल लगाएको चिप्लेको पनि त्यो तै पनि लड्दै थिएँ नदेखिने ठाउँबाट चोर्छ न भनेको म भागेँ कसले लेखेको पो रहेछ ओहो त्यो मान्छे त्यो दुइटै आँखा नलिने कर्मचारको साथी चाहिँ फेरि सिरिवालाई भनेर उकासी चाहिँ के अरे छोरीगा मान्छे भनेर सबै कुरो थाहा छ सिरिवाला
अब यो कागज भेटिने बित्तिकै चाहिँ त्रिशुलीदेखि अब लगिसक्यो। अब त्यहाँदेखि यहाँ उहाँदेखि यहाँ एकैछिनमा आवा के अरे आवा भयो भन्दा हामी त चिन्दैमा छ। मेरो पालो भाग्न साथ जला सला सोर्सा सोर्या अनि हिँडे अहिले आउँदैन सेकेन्ड भरमा मान्छेको ज्यान जान्छ चल्नु पर्यो नि। अनि दुईटा मधेसियाहरू आएर उसलाई दुईटा हातले लतार भदौको महिना त्यो वीरगञ्जको खेतै खेत लतारेर बल्ल 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 चाहिँ के अरे त्यो रेलको चाहिँ लिक काटिसकेपछि लो अब इन्डिया आइपुग्यो भनेपछि त्यसै चाहिँ के अरे कटरो भित्रतिर गोरु भित्र त्यसरी पार्यो भनेदेखि त्यस्तो किसिमको अवस्थामा हामी पुग्यौँ। पछि चाहिँ के अरे सोलुखुम्बुको चाहिँ काण्डको निम्ति हामीहरू बनारसमा 700 जना मान्छे एउटै घरमा बसेको हामीहरू पूर्व पश्चिम सबै त्यसैमा त भने राम लक्ष्मणहरू कति कति राम्रो चाहिँ योङ क्योङ चाहिँ के अरे राई लिम्बू गुरुङ मगरहरू चाहिँ के अरे राम लक्ष्मण क्षेत्रीहरू थियो। मलाई बिपी कोइरालालाई के भन्नुभयो भनेदेखि एक साइडमा जानु पर्यो भन्नु। मैले भने हेर्नुहोस् दिदी बाबु आदेश नमानेको नभन्नुहोस्, मेरो कर्तव्य मैले निभाउँछु। म कार्यकर्ता हुँ, नेताको आदेश पालन गर्न आएको हुँ, तर साइड मिलाइदिनुहोस्। म रोक्ने कुरो छैन। म अघि बस्नु मलाई मेरै जिल्लामा पठाइदिनु, म अन्य ठाउँमा एक साइड नभन्नु भने त्यसो भए तिमी पक्का अब पुरा पठाउँदा भन्ने कुरो थाहै थियो। 200 जना मान्छे गइराखेको रहेछ सोलुको। अहिले चाहिँ गणेश रामजीले पनि जिउँदोमै पोसाक लगाएर तर चार त लाउनु हुन्न तैँले पोसाक। यो चिजको महत्त्व त्यस्तो चाहिँ के अरे म भन्छु। आज चाहिँ के अरे हिन्दुस्तानमा 400 वर्षसम्म राज्य गरेको गोराहरूलाई लखट्दाखेरि सुभाष चन्द्र बोसले चाहिँ के अरे सिङ्गापुरमा गएर आजाद हिन्द फौज भनेर 3 लाख फौज जमाएको थियो। बर्मामा लिएर कोइमामा लडेको थियो। महात्मा गान्धीले सत्याग्रह गर्यो, तब मात्र चाहिँ के अरे त्यो ब्रिटिस दबाएको थियो। त्यो गोराहरू नगएसम्म इन्डिया नछोडेसम्म हाम्रो नेपालमा प्रजातन्त्र ल्याउन सक्दैन भनेर हाम्रो यो जननायक दिदी के अरे कोइराला दिदी बाबुले 4 वर्षसम्म इन्डियामा पनि चाहिँ जेल बस्नु। हाम्रो नेपालीले के कदर गर्छ यस्तो व्यक्ति? इन्डियामा मलाई थाहा छ दिदीको मान्छे भनेपछि सिगरेट नकाटे पनि नाप्ता मलाई पनि थाहा छ। दिदीको मान्छे भनेपछि नास्ता रमाएर इन्डियनहरू ठुला मान्छेहरू भनेदेखि त्यसरी आज चाहिँ त्यो गोराहरू नलखाएसम्म हाम्रो देशमा प्रजातन्त्र ल्याउन सक्दैन। पहिला त्यहाँ दबाउने अनि यहाँ दबाउन सकुङ्ला भनेर लाग्नु भएको र अहिले त्यो बिहारमा कमसेकम 12 करोड मान्छे होला। त्यो 12 करोड मध्येको बिहार राज्यको चाहिँ के अरे युवकहरूको चाहिँ के अरे विद्यार्थीको सचिव हुनु हुँदो रहेछ। त्यस बेलामा उहाँ चाहिँ के अरे 4 वर्षदेखि मात्र होइन 2 वर्ष चाहिँ के अरे अरू काण्ड लगायो। 2 वर्ष चाहिँ कसरी चुन्नु भएको रहेछ भनेदेखि सरकारी खजाना चाहिँ रेल बाटो खिचेर साइकलमा लादेर कस्तो हिम्मत रहेछ। सरकारी खजाना भनेको पैसा हतियार। मैले चाहिँ धेरै पछि थाहा पाएँ कि उहाँले त भन्नु भएन हो कि मैले पछि एउटा लेखमा हेर्दाखेरि थाहा पाएँ। लेखमा पनि चाहिँ के अरे कस्तो लेख भनेदेखि पछि धरालाको छेउमा 4वटा मूर्ति छ तिनीहरू नै हुन् भनेदेखि त्यस्तो किसिमको जब विजय भइसकेपछि 2007 सालमा अनि राजा त्रिभुवनले खुसी भएर मलाई राजा माने नमाने। अब उपरान्त तपाईँहरूको के अरे जनताले चुनेको प्रतिनिधिले राम्रो वैधानिक कानुन बनाएर देशको शासन व्यवस्था चलाऊ भनेर घोषणा गरेको घोषणापत्र छ। त्यसलाई पछि मातृका प्रसाद कोइराला यहाँ बिबी बाबुको दाजु यो चाहिँ मानव महामानव भएर परमेश्वर भएर निस्किने त्यो चाहिँ नेपालको राक्षस एउटा थियो। त्यसले जब चाहिँ प्रधानमन्त्री खायो अनि त्यो चाहिँ घोषणापत्र एक दबाउनु अनि चाहिँ चुनावै हराइदियो। अनि पछि चाहिँ 15 सालको चुनाव गर्नलाई पनि बिबी बाबुले 27 दिन अनसन बस्नुभयो। यो जनताको निम्ति कस्तो मान्छे रहेछ त्यो परमेश्वर हुर्कियो कि दिन सक्ने भइसक्यो।
त्यस्ता त्यस्ता व्यक्तिहरूबाट आज यो देशको जनताको हक र हितको लागि लडाइँ गरेका छन् भने यो तत्त्व अरू छैन के अरे मुई हुँ भनेर के देखाउँछ लौ त देखाउँछ इतिहास हामीलाई कतिजना फाँसी गयो मुई हुँ भन्ने मालेर सालेहरू हामीले बन्दुक बोकेको चाहिँ के सिङ्गापुर यहाँ छ तर म अहिले जम्मै भन्दिनँ भोलि चुनाव क्लियर भएपछि पहिले जाने सबै थाहा छ ए त्यसै हिँडेर त 2 क्लास पढेको दामा मेरो सम्पत्ति त्यति छ भने मैले पोको पारेर मलाई जनताले 1 पैसा पाउ नपाउ मर्नु लाग्यो एउटा साथी गएको मर्नु लाग्यो मलाई अहिले खानु छैन 10 रुपियाँ 15 रुपियाँ यो त खानै छैन जहिले पनि खाएर मागेर खानु के मेरो व्यापार छैन नोकरी छैन खेती छैन स्वास्नी छैन छोरा छैन छोरी छैन म के ओ एउटा कुरो के भन्दै मैले जब जुन जनक्रान्तिको संगठन गर्दाखेरि जुन 31 सालमा होइन 30 सालमा यही मैदानमा बसेन के अरे त्यस बेला पनि म प्रधान पञ्च भएको थिएँ म मास्टरमा बसेर मैले संगठन पुरा गर्नै सकेँ म त्यसै उठेको होइन नि त्यस बेला ओ तबिलदार बुढो र म विरोध भएर उठेको म हारेँ भने त्यसै भाग्नु पर्ने मैले त्यस बेला म हारेको मैले टटाउँथ्यो म उहाँ क्रान्तिको चाहिँ पूर्ति गर्नु हिँडिराखेको छु ऊ त्यसै नि खोज्न बल्ल बल्ल जितेर अनि चाहिँ प्रधान पञ्चको चोलामा त पञ्चायतको कागज पनि छ नेपाली कङ्ग्रेसको कागज घुम्या छ टाढा के खोजेको भन कहाँ मेरो चाहिँ उहाँ रसुवामा तपाईँसँग एउटा चाहिँ त्यो पहिला भेट्नेहरू चाहिँ त्यो भेट्ने मान्छे छैन के भेट्नु पर्ने अर्कै कुरा छ कहाँ जानु लाग्यो घुम्तीको तपाईँ कहाँ जानु लाग्यो कहाँ मेरो यो रसुवा जिल्लाको एउटा कुरो फलाना मान्छेसँग परेर चाहिँ तेल लिनु जाने म प्रधान पञ्च हुँ भनेर त्यसरी चाहिँ उ गर्दाखेरि मेरो चाहिँ कति 5 महिनाको गर्भ थिए 30 सालको माघ पुसको 30 गते म यहाँ चुनाव गरेँ अनि मैले बल्ल बल्ल जिते मलाई झुक्याउँछ नि यो रिजाल बाजेहरू कम्तीको छ भने मैले भनेको के भनेदेखि तपाईँ चाहिँ उपप्रधान लिनुहोस् मलाई प्रधान पञ्चमा दिनुहोस् भनेर मेरो चाहिँ जम्मै लगाएको छ उनीहरूको एउटा हुन्छ त्यही पनि बेमान नगरिदिएको हुनाले मलाई जिताइदियो क्या अलिकति दिएन मोराहरूले दिएन अन्त दिनु पनि के दिने अब त्यस बेलाको कुरो त अर्कै कुरा थियो होइन अहिले त नमिल्दा अब त मलाई पनि गोद न के गर्नु अहिले त्यस कारणले हेर्नुहोस् त्यो संगठन गर्दाखेरि मेरो घरको करासमा एउटा ठुलो ढुङ्गा छ मेरो आयमै गर्भपतन भएको छ म चाहिँ घरको करासमा बसेर 3-4 जना साथी राखेर तिमी यता जानु त्यसलाई भेट्नु यो चाहिँ के अरे फर्म भरेर ल्याउनु भनेर संगठनको चाहिँ डिटेल चाहिँ यो नक्सा बनाउँदैछु भित्र आएमै गर्भपतन भएर ज्यान गइराखेर अनि माइली भाउजू आएर ए छैन तिमी के गरिराखेको उहाँ भित्र हेर त छैन जान्छु त 5 महिनाको बच्चा तुइएछ आमा चाहिँ लास परिराखेको छ अनि बच्चा लगेर फाल्दी आमा चाहिँ त्यतिकै बस्यो अनि भोलिपल्ट अलिकति निको भयो है अब त होला नि त भन्ने त पर्सिपल्ट त एकैछिनमा खत्तम भइगयो 3टा छोरी चाहिँ दुध खानेको छ हेर्नुहोस् है अब मेरो उपाय छैन त्यही पनि ज्वाइँ लाहुरमा थियो बहिनी बाउ आमासँग थियो ल बहिनी जे गरे पनि गर अब चाहिँ ईश्वर चाहिँ के अरे तेरो हातमा मैले चाहिँ सुम्पे भनेर त्यो केटाकेटी सुम्पेर छोरो त्रिशुलीमा पढ्दै थियो त्यस्तै छोडेर म अनि चाहिँ के अरे फेरि सङ्गठनमा हिँडेँ अनि त्यो भयो कहिले भन्नु न माघदेखि चाहिँ माघमा चाहिँ प्रधान पञ्च भयो भदौमा भाग्यो अब के भयो भनेर हेर्नु आउनु पर्यो पाउने भयो रहेछ कहाँदेखिको रहेछ कस्ता कस्ता नेता रहेछन् आज चाहिँ अघि नै एउटा वक्ता साथीले भन्नुभयो कृष्ण प्रसाद भट्टराई चाहिँ अहिले प्रधानमन्त्री हुनुहुन्छ त्यो मान्छेको कपाल एउटै पनि चाहिँ कालो छैन सब सेतो छ त्यो मान्छे यो 4 तारा झन्डा गाड्नु नपाएसम्म म बिहा गर्दिन भनेर लडिराखेको अब खुसुक्कै कुरा भयो यत्रो बिहा गिर्जा बाबु त्यस्तै आफ्नो श्रीमती मरेर जाने के अरे कति वर्ष भयो कमसे कम जाने 25-26 वर्ष भइसक्यो गिर्जा बाबु पनि त्यस्तै म पनि त्यस्तै के मलाई स्वास्नी ल्याएर बस्न मन लाग्दैन मलाई घर बनाउनु मन लाग्दैन म व्यवहार गर्नु मन लाग्दैन नोकरी गर्ने पाखुरो छैन मसँग के हो यो आमाको दुध पिएको पाखुरो
तर यो चारबारे झन् यो गुरुको पछि मैले नलागि सुक्छ सम्पूर्ण जीवन डुबाइदिन्छु भनेर यो नभइकन हाम्रो देशको चाहिँ के अरे बाटै हुँदैन यो जनतालाई यो मनुष्यको बाटै हुँदैन मैले यो थाहा पाएँ अनि म हिँडेको आज अस्ति जनआन्दोलनमा म लागेन मेरो विचार अर्कै थियो मैले साथीहरूलाई भने किन मैले साथीहरूलाई भने जानुपर्छ भने म जान्न किन मेरो व्याकरण मैले हेर्नु पर्यो किनभनेदेखि क्रान्ति हेर्नुहोस् किसिम किसिमको हुन्छ सत्याग्रह के अरे शान्तिपूर्ण जनआन्दोलन जनक्रान्ति भनिदियो भनेदेखि भोलि गर्नु पर्यो भने म जेलभित्र गएर बस्ने म त बन्दुक पो पाउने भन्नुहोस् कि नभन्नुहोस् ज्यादै पेल्न थाल्यो भनेदेखि यत्रो सिट पोकेर हेर्ने हामी जाने छैन त्यस कारणले म चाहिँ जनआन्दोलनमा मलाई इतिहास याद आयो 18 सालमा म स्वास्थ्य जेलभित्र पस्नु गएको हुनाले मैले केही पनि हिर्काउन पाएँ अब नजाने हिर्काउने पक्कै पनि हुनसक्छ है अब यो एटेक भनेर म जेलमा नगएको है साथीहरू मेरो आफ्नो सोचाइ भनेर त्यस्तै किसिमको अठोट हाम्रो हुनुपर्छ हाम्रो कर्तव्य हो राजनीति गर्ने हाम्रो कर्तव्य हो यो चिज नभइकन कसरी राजनीति गर्ने हिजो पञ्चको राजनीतिले काम लाग्यो आज चाहिँ के अरे पञ्चायती प्रजातन्त्रले देशले पार गर्दै आए देशको हावा पानी जनता सुहाउँदो के भन्छ म त भट्याउनु पनि आउँदैन चोरहरूको उनीहरूले ठुलो काम गरे जनता करप्टै खायो ठुलो काम गरे नगरेको होइन सकेसम्म 2 पत्ताल खायो त्यस कारणले म त छैन राजालाई पनि अब मान्ने खालको राजा हुन्छ कि नमान्ने खालको राजा हुन्छ थाहा छैन यो अलक्षिणा राजाहरू छन् है लक्षिणको हो भनेदेखि भोलि हामी चाहिँ श्रीपाल महाराजा धिरासर कार्की जय भन्दै हिँडौँला फेरि पनि कुटकुट गर्ने हो भने अब बन्दुकै बोकेर राजासँग ताकेर हिँड्नु पर्ला त्यस कारणले हेर्नुहोस् राजा जर्नेल कर्नेल भनेर डराउनुहोस् त्यसलाई पनि एउटा साथ हानिदिने बित्तिकै खत्तम भन्छ खिचिहाल्छ उसले भेटे हामीलाई हान्छ किन डराउने यसकारण साथीहरू नडराउनुहोस् तपाईँहरू अब चाहिँ के अरे यो चाटा र झन्डा आएको छ यसले तपाईँहरूलाई बाटो दिएको छ हिजो जस्तो पुलिसले हामीलाई धम्काउन सक्दैन हिजै हामीले गएर भने सेरतुङमा एउटा ज्यान मर्या छ त्यो मान्छे बुढोलाई समातेर लगाएको छ लगिसकेपछि अर्को पुलिस गएर बुढीलाई त समात्न आएको कि पैसा दियो भनेर हिजो बिहान छोरा चाहिँ आएर हामीलाई पुरीमा भन्यो अनि हिजो भाषण गरिसकेपछि गयौँ थानाभित्र यसो गरेर अब त यो त खोज अब त हाम्रो हक हामी के खोज्छ अब पुलिसले खोज्दै हामी गइसक्यो पुलिसले गर्नुपर्छ त लड्नुपर्ने ज्यान मारा चाहिँ के अरे समाज चोर समाज ठकीलाई समाज त्यो सत्य मान्छेलाई किन समात्ने बुढाले पो मान्छे मारेर समातेर ज्यान मारामा लग्यो सत्य भइसक्यो ऊ साबित भइसक्यो बुढीले त मारेको छैन नि त के को दण्ड गर्नु गइराखेको छ कस्तो पुलिस हो हामी अहिले धादिङमा गएपछि केही खानदारसँग छ तपाईँ यसो गर्नु दिने कि यो रोक्ने अब हामी त खोज्छौँ किनभने हामीले रगत बगाएर ल्याएको हाम्रो इतिहासले ल्याएको चाहिँ सम्पत्ति हो अधिकार आज चाहिँ बिचमा यो धन्दाको निम्ति कुन इतिहास अझै मैले टाइम नभएर हो राम्ररी भनिदिने थिएँ मुख्य